ल है साथीहरू, अब चाहिँ फुलपाती हिजो भनेको चाहिँ अष्टमीको दिन अब सुँगुर काट्ने तरखर हुँदैछ। यहाँ चाहिँ सुँगुर चाहिँ यहाँ आँगनमा काटेर नकरौँ। के राम्रो देखेको आएको फेर हिमाल चाहिँ देखिँदैन रहेछ है आजभोलि। सुँगुर पोल्नको लागि सिटा चिराइ हुँदैछ है यहाँ चाहिँ। आँगन खाली बनाउने काम हुँदैछ सुँगुर काट्नको लागि यहाँ चाहिँ। खुट्टामा झन् आउने हौ कुरा भनिदिनु एक दुईवटा के हुँदैछ आज। हामी चाहिँ अब यो मानचाड विजय दशमीको चाहिँ रनकमा छौँ अहिले। सबैजना देश विदेशबाट भेला भएर चाहिँ सुँगुर काट्ने कार्यक्रम हुँदैछ आँगनमा होइन। आँगनमा पनि एकदम पहिलाको पुरानो सिस्टमले चाहिँ सिटाले पोलेर पातलेको सिउलामा राखेर चाहिँ कान्ठाडे सुँगुर कान्ठाडे एकदम पहाडको अर्ग्यानिक लोकल सुँगुर चाहिँ खाना आँटियो ए साथी हो। दसैँ यस्तो यसरी मनाइन्छ होइन हामी चाहिँ। मनाइन्छ मनाउने योजनामा चाहिँ हामी लाग्यौँ। अब पहाडको चाहिँ 2 वर्ष अर्ग्यानिक सुँगुर एकछिन निक्लिँदैछ है साथी। अब यहाँनिर सिटा रेडी भएपछि हेर्दै जाउँ होइन। हेर्दै जाउँ। अहिले सिटा चिर्ने कार्यक्रम हुँदैछ। ल है भाइ सुँगुर अब लिएर आऊ है तल। हामी को को छौँ भन्ने थाहा छ कि छैन, हामी कसो गर्दो रहेछौँ भन्ने थाहा छ कि छैन, सुँगुरको बेथा कसा बोकेर ल्याउन सकिन्छ कि सकिँदैन एकैतालीमा उचालेर, सुँगुर हेरिएको छैन हेरिएको छ कि छैन। हामी सुँगुर भनेको निकै ठुलै छ, त्यसलाई के गर्नु पर्ने, बोकेर यिनै उचालेर यिनै ल्याएर डढाउने हो कि तल लगाएर डढाउने हो कि मार्ने को हो कहाँ खैनी खानु पैसा छैन आफूसँग खल्तीमा, मौरा सुर्तीहरू खाने खैनीहरू खाने छैन, त्यसलाई एकैतालीमा लाग्ने रहेछ त खुकुरी त हेर्दैछ। हानेको तरिका छ नि हामी हाँस्नुपर्छ डुल्नुपर्छ बाँचुन्जेल मर्दाको मलाई बाँताको साथीभाइ हो भनेर थाहा चाहिँ छैन। कहाँ अब सुँगुर कसरी बोकेर ल्याउनु तल तिले दाइ त पुरै जिरो फिगरको हुनुभएको छ त। 0मा पुगिसकेँ। 0 फिगर क्या बनिनु नै यस्तो हो नि, फुर्ती हुनुपर्छ। सानो जिउ बनायो अनि ठुलो भएर हिँड्नु मोटो भइयो भनेदेखि अलिक हिँड्नलाई अस्पष्ट हुन्छ। कोट लाउने रे कहाँ दिनुहुन्छ त्यो बेला हुने कोट त कहाँ दिनुहुन्छ उहाँले। खै म चिर्छु कसरी ल भनिदेऊ। दसैँ आयो सुँगुर काट्नु सुँगुर काट्ने ल यहाँ के छ यसको विधि हो विधि पार्टीहरूले आन्टीले यसो फुलपाती कलश भनेर भन्छ के यहीँ हो मम्मी के छ विधि सुँगुरको दसैँको सुँगुर अखै भाग्ला छ यो ठुलो भएर दसैँको कान सानो भएर दसैँको सुँगुर है यो चाहिँ। पाती चाहियो हौ यहाँ। आहा होइन बिस्तारै छुच्ची जान्छ
सुँगुरको धनी आउनु पर्यो तिमी अगाडि अगाडि बोलाऊ उधारी ढल्ला जस्तो भयो पर्छ लु एक ग्लास पानी सकिसक्यो चित्त हलाउँदैन यार पर्छ ल पर्छ लु यहाँ राख्न लु भयो भयो यो खोरमा फेरि सानो ल्याएर लाउनु पर्छ यो खोरमा मत गर है केटा हो तिम्रो सानो ल्याएर लाउनु पर्छ है यो खोल्नु पर्छ काट्नु न काट्नु बस 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 जस्तो बाटो लागिहाल्छ क्या अलिक रोमन उतापट्टि बस्छ त एकछिन बिस्तारै बिस्तारै जाओस् है बिस्तारै जाओस् है गइहाल्छ नि अब हो चारतिरबाट बिस्तारै फेरि अगाडि गयो भने फर्केर आउँछ जाओस् है बिस्तारै छोडिदिनुहोस् तिमी यताबाट छेक बिस्तारै बिस्तारै एकछिन धेरै नकुट्नु फेरि बिस्तारै चारो लानु पर्यो सुँगुरलाई हो त्यो चाहिँ बाटो खेद्दैछ ठिक छ नसुन्नु है त्यसलाई सुन्नु फेरि तपाईँ र म हिजो बाजी राख्ने भनेको 65 केजी 70 हैन खोइ भाला 24 धार्ने लड्छ किलको लुख बोकेर लड्छ आफै लड्छ यता आयो भने म यतै फ्याँकिदिन्छु त्यत्रो ढुङ्गाहरू त पचाइयो भनेदेखि सुँगुर पचाउन सकिँदैन एकचोटि प्याङकोटबाट कति किलोको बोकेर ल्याउनु हो 14 किलोको 14 धार्नेको सुँगुर पेरुङमा बोकेर ल्याएको नि मैले अचम्म त्यहाँ प्याङकोटदेखि अनि यहाँ एक बोतल रक्सी खाँदै राको बालेर राति 12 बजे आइपुग्यो यहाँ आइपुगेपछि कस्तो लाग्यो अरे मलाई त रुन मन लाग्यो बिछामा लिन गएछु जस्तो लाग्यो नि अनि त्यत्रो सुँगुर लिएर आउने मान्छे 14 धार्नेको सुँगुर बोकेको छु उता लड्छ कति ठाउँमा बिछाएँ भन्ने त मलाई थाहा नै छैन रुन मात्रै सकिनँ यहाँ आएर पछाडि राखेर हिँडेको मेरो पालो मास्लो घरमा फेरि ठुलोमेलो घरमा कम त रिस उठेको हो त्यो बेला के छ त्यसले है दुईजना उत्रो साइजको भएछ त त्यस्तो मान्छे खोइ हात फुटाएर त्यस्तो भयो मुर्दुङ थियो पानी मुखमा बोलियो न बोली पानी हाल्दिनु न मुखमा यो छोड्नु लाउरे चाहिँ पल्टनबाट छुट्टी मारेर सिटा चिराइमा परेको छ होइन मेरो भाग सिटा चिरामा छ हिजैदेखि घर आएदेखि ट्रेनिङको जारी छ उसको माथि काठ उचाल्दा र नि आज त सिटा चिराइ घरमा रेडी भइरहेको हुन्छ त बिहाजी साथीहरूलाई केही भन्दै हुन्छ यहाँबाट ह्याप्पी दसैँ कसरी सम्झिने ह्याप्पी दसैँ के गर्दैछ केटा भन्नु पऱ्यो नि त केटाहरू स्टेनहरूलाई लिएर आउनु ल पक्कै पनि केटाहरू यति बेला हिजो फुलपाती हो हिजो काठ होला घरमा हाम्रो चाहिँ नभ्याएर आज हान्दैछौँ हिजो भेला भएर आज हान्यौँ ल साथीहरूलाई पनि ह्याप्पी दसैँ अब यस्तै छ हाम्रो चाहिँ दसैँ भित्रियो दसैँको झप्काले छोपो भन्दै अब ह्याप्पी दसैँ मट्टी तेल थोरै भए हुन्थ्यो तार पिन्जेलहरू छैन तेल होइन चिता सालको अनलाइन थोरै चिता साल पनि मानेन अरे कि अर्ग्यानिक बनाएर खाउँ उचाल्न सकिन्छ त्यत्रो एकजना चारैजना अलि यता हो कि घर यता
अलि यता दुईजना उनीहरू तिनजना अगाडि छन् आफू पछाडि छ हुन्छ पानी ल्याउनु पर्यो है बाल्टीमा पुछर त फेदैमा काटेर छ कसले हो फुल्दै कहाँबाट ठुलो भाइले पुछर फेदै लाउने त अनि त बोल्यो धेरै लाग्यो धेरै लागेपछि अनि जोसुकै लेखा कसैले खानै परेन ढुक्क यहाँ छ है खुर्किने चक्कु आँच कुडी तिले भाइ आगो बन्द सक्यो म त झ्याझ्या पान्न खाना बस्ने भए लाउरेले अगाडि बोकेपछि ल त्यो गज्जा पनि पाडी अब झुलानेर आगो लाउनु त आगो बोले छैन हौ मुला त्यहाँ बोले छैन हौ बोलेको छैन खोइ अब यति भए त अनि खेल्लाम के खेल्लाम के हो यो मार्छ नि मार्छ नि मार्छ नि यिनीहरूले मार्छन् कि भनेर नि हजुर कुट्छन् कि भनेर नि हजुर भन्दै मारेको भए कसले पठाइदिनु भयो पर्सानले पो ल्याउनु लाग्यो अनि बामफुक ल्यायो कि बामफुकले आज त किन ल्याउनु लाग्यो बामफुकले ऊ बिँड बल्छ छोरी बिँड छोरी आगोमा बिँड बल्छ यता राख्दिनु अनि उसले यहाँ आएर हामीलाई पोल सुनाएको त बामफुक ल्यायो कि बामफुक ल्यायो होइन अघि यहाँ बम्फरमा पुगेको थिएन कि राखिराख्नु एउटै बम्फ कोराएर पर कुदाएर थियो नि त्यही ल्याउनु लागेर त नि गुन्डाले कहाँ तासो तासो तेल बजारले त कसै पनि फेरि एकदम चालक हिँडाइमा पाकेको नपाकेको नघोटौँ के चाहिन्छ कुनै हो घरबेटी हामी त यता कताबाट त्यता बोल्दै है साथी हो दसैँको बँदेल चाहिँ पुरा रफ प्यारा रक्ती लाएर भुट्ने हो ए रक्ती रक्ती हो त्यसरी रक्ती लाएर काँचा पिसा फुट्ने हो धेरैजना छौँ
ठुलो मान्छे भएको जस्तो कहाँ फोरफारातिर लाग्यो अब सेउलामा अक्षर पातलेको सेउला अक्षर दसैँ बोलाउँदै कान्छालाई दिइहाल्नु खाने होइन स्टाइल लाने दुईजना मार्दिनु यहाँ हात चाहिँ नल्याउनु अगाडि काट्छ त्यो चक्की चलाइरहेको म पर्दैन किन सुगानी भएको कुरो त खाँदैन त फोहोर हातले यता चाहिँ लसुन केलाइसकेको हजुरबाको टाउको दुख्नु अलिक ठिक भयो टाउको अलिक दुख्दैछ हजुरआमालाई त ठिक छ नि बोली बाजे कि पिपी यता बसिराख्नु भएको छ कि पिपी यता बस्ने अनि ठ्याक्कै यता चाहिँ आँगनमा चाहिँ यस्तो छ आँगनमा चाहिँ ठक्कान ठाडे सुँगुर यो अङ्कलले फोडफाडातिर यो कान्छा पनि छ फेरि लागि परिरहेको छोरो मान्छेले चाहिँ सानैदेखि भाका टिप्नु पर्यो छोरी मान्छेहरू कोही आएको छैन छोरा मान्छे यहाँ उहाँको पनि त छ पसिना पसिना तपाईँको पनि त छ उहाँको पनि छ उहाँको पनि छ वाउ आन्द्रा त धेरै रहेन रहेछ है कति उगाउने भाँडो पुदो त झरेको रहेछ खुसी लाग्यो होइन फुल बस्छ यसरी प्रार्थना छेडिदियो खाँदै खाँदै जाउँ घाम चल्थ्यो अर्को बाँफो लाग्ने थियो सानो बाँफो ए ऊ पानी ल्याउनु चाहिँ त्यसलाई एक हात लाएर यसले चाहिँ बिताउनु नि अलिक लाग्छ कान्छा अलि पर बस्नु है ट्याक ट्याक गुड अङ्कलले त हानिहाल्नु त गाडी राख्नु भएको यो समाउँदा माटो लाग्छ उधर राखेर सेउला यी सब के का लागि ल्या है सेउलीमा यता देऊ ल्या राँगा मलाई पो हुने भयो त त्यहाँ पनि सास फेर्दैछ अस्ति उताबाट आउँदाखेरि माथि त्यो तम्मरको घरतिर छेउमा सुँगुर काट्दै थियो यस्तै के राम्रो मासु गाडी रोकेर ल्याउनु जस्तो लाग्दै थियो के होला जङ्गल यस्तो कि कस्तो दुईजनालाई दाजु दाजु यो चाहिँ भुटन भुटुवाको लागि है काँसा बिसाहरू सेटै काँसा बिसाएर भुटुवाको लागि यता टाउको गेडाइ हुँदैछ लिबक्सेस भन्ने मै आयो फेरि एकदमै मै है मै गर्मी भयो गाईको मै कि भैँसीको मै हो यो गाईको एकदम हिमाली गाईको जडीबुटी खाएको जाउँ न त्यही त बोलाएर यहाँ कामको बसेको छ कि यस्तो यहाँ बसेको छ भित्र लाएर जोत न भित्र पुनिउले जस्तो चलाउ त
यस्तो लाने स्वादले पानीभित्र डुवास्दैन घोल्ने उता यता त्यो पानीभित्र भिडियो हुँदैन कसरी गर्ने फेरि त्यही छिराएर यसो हल्लाउन भित्र किरा किरा गत्ती छिरेको जस्तो गरेर हल्लाउनु रे पानीभित्र देखा लाँदैन क्या र त्यस्तै हो त्यस्तो गर्नुको लागि त अब आफ्नै गर होला नि गुरीले लाग्ला है फेरि नजिक नलैजाऊ एउटा दुईटा खुट्टा यो सफा गरिदिएको के गर्ने तपाईले यो प्रश्नको लागि अघि बेटारेकै थिएन अनि चुलाको आगोमा मासु झर्काउँदैछ है रमन भाइले गौँसीको मासु दसैँ आयो दसैँ तपाईँहरूकोतिर कसरी हुन्छ मनाइन्छ दसैँ हाम्रोतिर यसरी मनाइन्छ कोही यहाँ मासु पोल्ने झर्काएर त झरेर यो तरिकाले पोलायो भने त फेरि मासु भनेर त तरिका चाहिँ यस्तो भन्नु पर्यो कि मासु पोल्न गीत चाहिँ फेरि विरक्त चले जस्तो लगाएर ल रसिकाहरू चाहिँ बानेश्वर जान लागेको अरे कोही घुम्न जाने कोही मासु काट्ने दसैँ चाहिँ यसरी लाग्दैछ यहाँ आयो है हजुर मासु आयो यसलाई कता ठुल्लायो कि जिम्मा होला मेरो होइन एकछिन यहाँ छ कि अब कुरा आउनु काला मासु खाएर चाहिँ कस्तो अनि अब के खान्छ अब पैसा पुग्छ पुग्दैन अब खानेकुरा पुरै पाएको जोडका घोडेका इधर है इसके बाद में इधर लगाना त्यो खालको चिन्ता चाहिँ नदेखाउँ होला बोल्ने मान्छे त ठिकै हुँदो रहेछ पाल्ने मान्छे उता अरे पाल्ने मान्छे पर कुँडे बोकेर हिँड्ने हो यता पनि पर्छ त चित्र त फेरि चित्र सेकुवा भनेर चाहिँ यस्तो हुनु पर्यो नि त अब बिहान एउटा घामको चिस बिहान एउटा मर्निङमा चाहिँ हिँड्दाको सक लिनु क्या सट्ट भएर खुलेको लिनु पर्थ्यो खुलै खुलेन बिहान पनि हेऱ्यो अहिले बेलुका देखियो फोटो खिच्ने इच्छा छ दामी देखेको होला है पुरै अहिले त चल्केको थियो होला होइन लामो तन्काएर ए मुनि काँसाको मूर्ति पनि झर्कायो के आयो हेलो कान्छा हेलो कान्छा दसैँको सेकको है साथी यो दोना टपरीमा खाने हो पहाडमा लोकल सुँगुर अर्ग्यानिकको इ मन छ राम्रो हेलो हेलो के छ ह्याप्पी दसैँ प्रदीप सर एकदम ठिक छ ठिक छ के खाने विचार गरेको छ आज योसँग सेकुवा त्योसँग चिसो डिउ अरू केही छ अरू केही छैन मेरो डिउ हो आज स्पेसल हेलो रसिका सौजन्य धन्दा फन्दा हो ठुलो हजुर के छ दिदी अनि राम्रो छ ठिक छ सेको खाने होइन खाने हो के छ खाने
केसँग दिन्छौ त्यसमा खाने हो नि के दिने अब हैन बिसाउँदैन होला रोमन यो सधैँ पनि उ गरिराखेको के अरे सधैँ के खाइमा थियो आज पानी लगाइदिउँ दाजुलाई लाउनुपर्छ आमाले भित्र लगेर खानु यसपाल त धेरै खानु भने आमाले नलाइम न हेरे उसलाई नि पानी उसलाई नि पानी नलाउनु अरे कोक लाउनु अरे ल यसो टिपेर क्वाप खाइदिउँ न चित्रमा यो ठुलो भाइलाई चिउरा खाने तिमीहरू चिउरा केटाकेटी चिउरा दिउँ नानी तिमीहरू चिसो चिउरा खाने तिमीहरू खोइ चिसो सुँगुर कटाइ यसरी भयो अब आजको दिनलाई चाहिँ अष्टमीको दिन हेर्छ रे फ्रेममा रोसिका ए यो हो नि त तडीको हरियो दुनामा चाहिँ मिठो के भन्नुहुन्छ अरे हजुरबाल कस्तो छ भन्नु अचम्मै यो भन्दा अरू कहीँ पनि छैन खुकुरी रमले नि नाक गोन चिने भए त अहिले सबले छोडिहाल्छ नि खाने बेला त्यसै नहुँदैन चिज के हो यो चिया चिया हो स्वाद कस्तो छ कान्छी दिदी गुलियो अलिक रङ कडा रङ अलिक कडा भयो हजुरबाको जस्तो नि तिमीहरूको खल्लो त्यो रङ कडा नभएको चियामा खान्न कान्छी दिदी यो दुना टपरीमा खाएको स्वादै अर्कै आउँछ है बास्ना चिसो खाउँला न म त खासै धेरै नखाने मान्छे हो रमन पक्रिदियो मिठो पो भयो त अरे मैले यहीँ जोग्दैछु त म त होइन ठुलो भक्का ढोकुटी हो कि भने शुभकामना है सबैजनालाई ल ल ल सुरु गरौँ आवाज सुरु गरौँ नभए त क्या दुःख कामना पाक्दैन भने होइन दिदी यो के हो बोलुवा हो सेकुवा है ल अघि पोलेको बवाल भयो सर बबाङ मैले त तालु पो देखाएको त तालु पो देखाएको तिम्रो तालु किन त्यसरी भयो भन्थ्यौ ल के कारणले हो गर्मी बढेर हो लड्यो भने त दुलो पर्छ त टाउको गर्मी बढेर हो चिसो हालेपछि गर्मी बढेर तपाईँले के खानु गिलासमा म डिउ खाँदैछु